हेलो जेनजी साथीहरू, तपाईहरू यासी भन्दा धेरै पढ्नु भएको साथीहरूको लागि मैले एउटा विशेष जानकारी दिइरहेको छु हैन। म चाहिँ कस्तो भने केपी ओली शेरबहादुर देउवाको त मैले वाच गरे हैन। केपी ओली र प्रचण्डे भन्दा चाहिँ कम पढेको व्यक्ति हो म चाहिँ हैन। त्यही भएर मैले चाहिँ कुनै पनि दलमा लागेर राजनीति गरेर नेता बनेर म देशको लागि ठुलो योगदान पुर्याउन सकौँला भन्ने चाहिँ मलाई लाग्दैन हैन। त्यो भएको कारणले गर्दाखेरि कमसेकम यासी भन्दा माथि पढेको जेन्जी साथीहरूले देशको लागि योगदान पुर्याउनलाई धेरै ठुलो कुरा मलाई लाग्दैन। किनभने म यतिको भनौँ न गवार नपढेको मान्छेलाई त देशको लागि परिआएको खण्डमा ठुलै योगदान दिन सक्छु कि जस्तो महसुस मलाई हुन्छ। भने तपाईँहरू पढे लेखेको मान्छेले एकदम आँट गर्नुहोस् हैन। तपाईँहरूलाई के लाग्छ अहिलेको जेन्जी सरकार जुन छ, जेन्जी सरकारले नेपाली जनताको लागि, नेपालको हितको लागि, नेपाल राष्ट्र बचाउनका लागि, धर्म बचाउनका लागि, संस्कार बचाउनका लागि, अन्य इत्यादि बचाउनका लागि यो सरकारले केही गर्छ होला? यो सरकारले त्यसरी काम गर्छ होला? यो सरकार के जेन्जीकै होला त? यो सरकार नेपाली जनताकै लागि बनेको होला त? के लाग्छ? मलाई चाहिँ पटक्कै लाग्दैन कि यो सरकारले भोलिको दिनमा राजनीतिक बाटो एउटा राम्रो बनाउला, सफा बनाउला। राजनीतिक बाटो पनि कस्तो थियो भने एउटा अन द वे भने जस्तो हैन, अलि हाइवे हैन, अलिकति अफ रोड भने जस्तो के हैन, हो त्यस्तो अफ रोड बाटो जस्तो थियो पहिलाको राजनीति बाटो। भने अहिले चाहिँ एउटा पिच गरेर चिल्लो बाटो बनाएर राजनीति गर्ने मान्छे नि सफा बाटो हिँडोस् भन्ने एउटा बाटो बन्ला कि भन्ने मैले आशा गरेको थिएँ। तर हुनलाई चाहिँ के भने जुन अहिले सरकार बनेको छ त्यो सरकारमा नराम्रा मान्छे त थिएनन्, राम्रै मान्छे छन्। तर राम्रा मान्छेले राम्रो काम गर्न सकेनन्। किन? खोइ त पुराना दलका जति पनि भ्रष्टाचारमा संलग्न हो, त्यस्ताहरू हत्यामा संलग्न, बलात्कारीमा संलग्न, त्यस्ताहरूलाई एकजनालाई पक्राउ गर्न सकेको छैन। के पुगेन? कसले रोक्यो? यसको मतलब यो हो कि लेखेर राख्नु फागुन 21 गते हुन्छ भनेको चुनाव नहुन सक्छ। 99% नहुन सक्छ। यति कुरा याद राख्नु, 99%। 1% अब नेपाल पशुपतिनाथले रक्षा गरेर 1% भएछ भने छुट्टै कुरा, नत्र भने फागुन 1 गते चुनाव हुँदैन हैन। चुनाव भइहाल्यो भने हुन्छ के भन्दाखेरि प्रत्यक्ष कार्यकारिणी प्रधानमन्त्री बन्ने गरी चुनाव हुँदैन हैन। अब पुरानै संसदीय दलको चुनाव हुन्छ। जति पनि दलहरू छन् तिनीहरू नै आउँछन्, चुनाव लड्छन्, जित्छन्, उही हो पुरानै हुने हो जे हुन्छ। यदि त्यो भएन भने राजा आउने सम्भावना